आजको यो विशेष चर्चामा स्वागत छ। आज हामी एउटा यस्तो गजबको पुरानो कथा हेर्दैछौँ जसले हाम्रो अफिसको दिनचर्यालाई ठ्याक्कै छुन्छ। कामलाई एकदमै पर्फेक्ट वा उत्कृष्ट बनाउने धुनमा काम सुरु नै गर्न नसक्ने अवस्थाबाट हामी सबैजना कहिले न कहिले गुज्रेकै छौँ नि, होइन र? यो कथाले हाम्रो दैनिक काम गर्ने शैली र बानीलाई एउटा नयाँ र अचम्मको दिशा देखाउनेछ। ल त यो सुरुवाती प्रश्नबाटै आजको विषयमा प्रवेश गरौँ। सोच्नुस् त, किन कहिलेकाहीँ हाम्रा एकदमै पर्फेक्ट भनिएका मास्टर प्लानहरूले पनि केही नतिजा दिँदैनन्? किनकि कार्यस्थलमा सधैँ सही समय वा पूर्ण जानकारीको खोजी गर्नु नै धेरैजसो असफलताको प्रमुख कारण बन्ने गर्छ। साँच्चै भन्नुपर्दा यो एउटा यस्तो मिठो भ्रम हो जसले एकदमै राम्रा र योग्य कर्मचारीहरूलाई पनि पछाडि पारिदिन्छ। अब पहिलो कुरा गरौँ। खण्ड 1, उत्तम अवस्थाको फाँसो अर्थात् पूर्णतावादको भ्रम। यसलाई अझ राम्ररी बुझ्न खण्ड 2 मा जाउँ, अरुण र रित्तो खेतको कथा। यहाँ एकदमै रोचक कुरा के छ भने अरुणका ती कृषि सम्बन्धी बहानाहरूले सिधै हाम्रो अफिसको डेस्कलाई प्रतिबिम्बित गर्छन्। हेर्नुहोस् है, अरुणले माटो अझै राम्रो भएको छैन भनेर पर्खिनु र हामीले सबै डाटा 100% पूर्ण नभएसम्म काम अघि बढाउँदिन भन्नु ठ्याक्कै एउटै कुरा हो नि। औजार राम्रो छैन भन्नु र मेरो ल्यापटप स्लो छ भनेर काम सार्नु एउटै मानसिकताको उपज हो। अनि यसले के देखाउँछ भने कसरी हाम्रा साना र सामान्य लाग्ने बहानाहरू समयसँगै थपिँदै जान्छन्। आज एक दिन त हो नि भनेर काम सार्दा सार्दै ती दिनहरू हप्तामा बदलिन्छन् अनि हप्ताहरू महिनामा। अन्ततः के हुन्छ त? अरुणको खेत जस्तै हाम्रो त्यो महत्त्वपूर्ण अफिस प्रोजेक्ट पनि पूर्ण रूपमा रित्तो वा अधुरै रहन्छ। समय उडेर जान्छ तर नतिजा हातमा शून्य हुन्छ। तर यसको समाधान के त? अघि बढौँ। खण्ड 3 मा दैनिक कार्यहरूको जादुई शक्ति। कथामा एउटा अर्को पात्र छ, एकजना वृद्ध किसान। रोचक कुरा के छ भने ती वृद्ध किसानसँग अरुणको जस्तो राम्रो जग्गा थिएन। न त उनीसँग उत्कृष्ट उपकरण वा प्रशस्त पैसा नै थियो। यसले हामीलाई के प्रमाणित गर्छ भने सफलता हात पार्नको लागि सुरुमै उत्कृष्ट स्रोतहरू वा एकदमै पर्फेक्ट अवस्था हुनैपर्छ भन्ने पटक्कै छैन। उत्तम अवस्थाको पर्खाइमा बस्नुको सट्टा ती वृद्ध किसानले हरेक दिन सामान्य कामहरू मात्रै गरे। दिनहुँ बिउ रोपे, झार उखाले अनि माटोमा पानी हाले। हाम्रो अफिसको भाषामा भन्नुपर्दा इमेलका 2 लाइन ड्राफ्ट गर्नु, अस्तव्यस्त फाइलहरू मिलाउनु वा रिपोर्टको एउटा सानो रूपरेखा तयार गर्नु जस्तै हो। यो झन्झट लाग्दा देखिने यिनै साना बानीहरू नै वास्तवमा सफलताको सबैभन्दा बलियो जग हुन्। अब यसको नतिजा के भयो त? खण्ड 4, सुनौलो फसल भित्र्याउँदै। ल हेर्नुहोस्, निरन्तरको दैनिक प्रयास र मेहनतपछि वृद्ध किसानको खेत त पहेलपुर सुनौलो बालीले ढकमक्क भयो। यो दृश्य देखेर अरुण त छाँगाबाट खसे जस्तै भयो। उसले त सोचेको थियो नि यस्तो सफलता केवल उत्तम परिस्थितिबाट मात्र सम्भव छ, तर वास्तविकता त अर्कै पो निस्क्यो। यो भिन्नता यहाँ हामी प्रष्ट रूपमा देख्न सक्छौँ। एकातिर अरुणको पूर्णतावादी मानसिकता छ जसले रित्तो खेत मात्र दियो भने अर्कोतिर वृद्ध किसानको निरन्तरताको मानसिकता छ जसले अविश्वसनीय नतिजा दियो। एउटा मानसिकता सधैँ बहाना खोज्नमा व्यस्त रह्यो भने अर्को चाहिँ काम गर्नमा। ती वृद्ध किसानको एउटा भनाइले साँच्चै मन छुन्छ। उनले भनेका थिए, मैले कहिल्यै उत्तम दिनको पर्खाइ गरिनँ। मसँग जे जस्तो दिन थियो त्यसैबाट सुरु गरे। कति गहिरो कुरा है। यसले हामी जस्ता हरेक व्यस्त पेशाकर्मीलाई अहिले आफूसँग जे जति समय, ऊर्जा र स्रोत छ त्यसैलाई अधिकतम उपयोग गर्न सम्झाउँछ। सबै कुरा ठिक नभए पनि काम चाहिँ आजैबाट थालिहाल्नुपर्छ। अरुणको दिमागको बत्ती बल्ल बल्यो। सफलता कुनै चमत्कारी पर्फेक्ट परिस्थितिबाट प्राप्त हुने कुरा होइन रहेछ, बरु यो त हरेक दिन धैर्यताका साथ दोहोऱ्याइएका साना कार्यहरूबाट पो बन्ने रहेछ। यो बुझेपछि उसले अर्को मौसमको लागि आफ्नो काम गर्ने सम्पूर्ण शैली नै परिवर्तन गर्यो। यही महत्त्वपूर्ण पाठ सिकेर हरेक दिन अलिअलि काम गर्दै जाँदा अरुणले अन्ततः आफ्नै खेतमा पनि लक्ष्य पूरा भएको देख्यो। सुरुमा प्रगति एकदमै सुस्त र निराशाजनक लाग्न सक्छ, तर निरन्तरता दिँदै जाँदा महिनौपछि त्यसले ठूलो नतिजा दिन्छ। हाम्रा ठूला प्रोजेक्टहरूमा पनि सुरुवातको त्यो अल्छिलाग्दो सुस्ततालाई पार गरेर अघि बढ्नु नै सफलताको मुख्य साँचो हो। अब यो कथालाई हाम्रो आफ्नै करियरमा कसरी जोड्ने त? खण्ड 5, पेशागत अल्छीपनालाई जित्दै। हामी प्राय म यो कामलाई एकदमै उत्कृष्ट बनाउँछु भन्ने गर्छौँ, तर वास्तवमा त्यो उत्कृष्टताको आवरणमा हामी उत्तम समयको पर्खाइ गर्दै अल्छी मात्रै बनिरहेका हुन्छौँ।
तर वास्तविक सफलता भनेको उत्कृष्ट योजनाहरू दिमागमा बुनेर बस्नु होइन, बरु निरन्तर र साना प्रयासहरू सङ्कलन गर्दै जानु हो। मैले सधैँ भन्ने गर्छु नि, अनिश्चितकालसम्म एउटा दोषरहित योजनालाई पर्खेर बस्नुभन्दा आजै चालिएको सानो तर सक्रिय कदम धेरै गुणा उत्तम हुन्छ। एउटा अपूर्ण ड्राफ्ट तयार गर्नु भनेको खाली स्क्रिन हेरेर बस्नुभन्दा धेरै राम्रो हो। अपूर्ण ड्राफ्टलाई पछि सच्याउन सकिन्छ, तर खाली पाना त सधैँ खाली नै रहन्छ नि, होइन र? र यसैको आधारमा हामी कथाको अन्तिम निष्कर्षमा आइपुगेका छौं। खण्ड 6, उत्तम समय अहिले नै हो। यो भनाइले साँच्चै नै हामीलाई झकझकाउँछ। महानता भनेको निरन्तर गरिने दैनिक कामको परिणाम पो हो त। यो काम सुरु गर्नुभन्दा अगाडिको शर्त होइन। हामीले महान भएर काम थाल्ने होइन, बरु काम थालेर र त्यसमा निरन्तरता दिएर मात्र महान बन्न सकिन्छ। अब आजको यो चर्चालाई एउटा सानो प्रश्नबाट बिट मारौँ। भोलि आफ्नो करियरमा वा प्रोजेक्टमा त्यो सुनौलो फसल सुनिश्चित गर्नको लागि आज कुन चाहिँ सानो बिउ रोप्न सकिन्छ त? उत्तम समयको पर्खाइलाई आजै छोडेर एउटा समर्पित पेशाकर्मीको रूपमा अहिले कुन चाहिँ सानो, अलिअलि अपूर्ण नै सही तर महत्त्वपूर्ण कार्य गर्न सकिन्छ? यो विचारणीय प्रश्नसँगै आजको प्रस्तुति यहीँ सकिन्छ। साना कदमहरू चाल्दै जानुहोस्, किनकि निरन्तरता नै सफलताको मूल मन्त्र हो।